यो दृश्य हो इलामको माङसिङ गाउँपालिका र देउमा नगरपालिका जोड्ने देउमाई खोलामा निर्माण भएको पुल। यो गत असोज 18 र 19 गतेको बाढीले बगाए पश्चात तत्कालीन प्रदेश सरकारको सहयोगमा माङसिङ गाउँपालिकाले अस्थायी ड्याम निर्माण गरेर चाहिँ यो यातायातमा सहजता ल्याएको थियो। तर हिजो साँझ आएको यो भीषण बाढीले चाहिँ यो पुलको यतापट्टि यो बनाइएको अस्थायी ड्यामलाई क्षति गरेको छ। तत्पश्चात चाहिँ यहाँ यतिखेर यातायात अवरुद्ध छ। माङसिङ गाउँपालिका इलाम सदरमुकामसँग सम्बन्ध विच्छेद छ। यसरी बाढी आइरहेको छ। यो हिजो साँझदेखि परेको वर्षाको कारणले यो गत वर्ष यो बाढीले बगाएको ठाउँ हो। यसरी चाहिँ यहाँ अस्थायी खालको ड्याम निर्माण गरिएको थियो। त्यो अस्थायी ड्याम हुँदासम्म त यो सडक प्रयोग गरेर माङसिङ गाउँपालिकाबाट इलाम सदरमुकाम जान सहज थियो। तर यसरी वर्षाले यो क्षति गरे पश्चात आज बिहानैदेखि यो पुल यसरी क्षति भएको छ। यो बन्द गरिएको छ। यो पुल मार्फत आवाजात मान्छेहरू चाहिँ यसरी पैदल रूपमा जान आउन चाहिँ ठिकै छ आजसम्म, अहिलेको मितिसम्म। तर यहाँ 4 चक्के 2 चक्के सबै सवारी साधनहरूलाई चाहिँ निषेध गरिएको छ। यसरी स्थानीयहरूले यहाँ बार लगाएर चाहिँ यो जोखिम हुन्छ भनेर आउजाउ गर्न